हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। मैले चाहिँ आज घरमै मोमो कसरी बनाउने भन्ने बारेमा चाहिँ तपाईहरुलाई देखाउँदैछु। सबैभन्दा पहिला त मैले धनिया जिरा यसरी मिक्स गरेकी छु। मिक्सरको डिब्बामा चाहिँ यसरी तयार पारेकी छु। तपाईहरुले देख्न सक्नुहुन्छ मैले चाहिँ यसमा धनिया जिरा अनि खुर्सानी यसरी तयार पारिसकेकी छु। अब यसमा चाहिँ बेसार मिक्स गरेको, किनकि बेसार नहाल्यो भने त हाम्रो चाहिँ त्यो मसला नि राम्रो देखिन्न। यसमा टमाटर नि मिक्स गरेको छु मैले, तपाईहरुले देख्न सक्नुहुन्छ। सो मैले चाहिँ यसमा किमा नि तयार भइसकेको छ। हाम्रो किमा चाहिँ मैले 1.5 केजी किमा ल्याएर किमा बनाउन दिएको थिएँ गाइस। यसमा चाहिँ मोमो मसला नि तयार भइसकेको छ। त्यसपछि चाहिँ मैले यो पिठो चाहिँ 1 केजी हो, यस्तो तयार भएको छ। अनि हाम्रो मसला नि तयार भइसकेको छ। सो गाइज, तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो मलाई चाहिँ नबिर्सिनु होला। अब चाहिँ मैले यसमा चाहिँ मोमो मसला, प्याज, नुन, किमा गरेर यसरी तयार भएको छ। हामीले चाहिँ घरमै खानलाई भनेर यति ठुलो बनाएको मोमो, केटाकेटीलाई नि खान सजिलो हुन्छ भनेर मैले चाहिँ यस्तो ठुलो बनाएको हो। हामीले चाहिँ घरमा खानको लागि हो यो, केटाकेटीले रहर गरेको हुँदाखेरि। मोमो यसरी तयार हुँदैछ। यस्तो भएको छ गाइज मेरो मोमो चाहिँ। अब चाहिँ मैले चाहिँ घरमै खानको लागि भनेर ठुलो हातले आफूले बनाएको हो, त्यही भएर यति ठुलो भएको हो। तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो मोमो यसरी तयार हुँदैछ। यसरी तयार भएको छ गाइज मेरो मोमो, यसरी तयार भएको छ। सो गाइज, तपाईहरुलाई कस्तो लाग्यो मेरो मोमो, कस्तो राम्रो भएको छ कि छैन कमेन्ट गर्नु होला। कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सो गाइज, हामीले चाहिँ राइस कुकरमा चाहिँ तयार गरेको हो। यस्तो तयार भएको छ हाम्रो मोमो चाहिँ रेडी भइसकेको छ। तपाईहरुले देख्न सक्नुहुनेछ मोमो कस्तो भएको छ भनेर। मोमो नि बाँकी नै छ हाल्नुलाई। यो तयार फेरि हामी सुरु एक लट बनाएर फेरि अर्को लट चाहिँ बनाउँदैछौँ। हाम्रो अचार नि तयार भइसकेको छ गाइज, तपाईहरुले देख्न सक्नुहुनेछ। यसपछि चाहिँ हामीले खान सुरु गर्नेछौँ। अचार पनि मिठो भएको छ। हाम्रो मोमो चाहिँ हामीले खान सुरु गऱ्यौँ है त गाइज। भिडियो चाहिँ कस्तो लाग्यो तपाईहरुले देख्न सक्नुहुनेछ। कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच।